गगन थापाको ससुरो भएर समानुपातिक पर्या कि गगन थापा छोरी पाएको हुनाले गगन थापा ज्वाइँ भएको? यति पनि जानकारी छैन। 42 सालको गगन थापा कति सालमा जन्मे? 32 सालको पुच्चे, 32 सालको पुच्चे गगन थापा। 42 सालको सांसद हो अर्जुन नरसिंह केसी। अनि 42 सालको सांसद अहिले समानुपातिकमा बस्ने हो त? अनि किन नबस्ने? त्यो तपाईँको कुरो हो, त्यो बस्ने हो त भनेर। समानुपातिक तपाईँ यस्ता यी बेतुके गफ मलाई क्वेसन नसोध्नुहोस् क्या। नेपाली कांग्रेसको गगन थापाले एक त शेरबहादुर देउवाले समानुपातिकको लिस्ट बुझाएको, त्यहाँ गगन थापा तपाईँले कसरी जोड्नुभयो? अर्को अर्जुन नरसिंह केसीले छोरी पाएको थियो र गगन थापा ज्वाइँ भएको। आफ्नो अर्जुन नरसिंह केसीलाई नेता भेट्न जाँदाखेरि छोरी देखे पछाडि सिटी बजाएर अनिखेर भगार लिएर आएको केटाले हो। त्यति कुरा तपाईँले त्यति नै याद नभइकन क्वेसन सोध्ने? अर्जुन नरसिंह केसी भनेको नेपाली कांग्रेसको हाई लेभल नेता हो, न कि गगन थापाले बनाएको। गगन थापालाई नेता बनाएको अर्जुन नरसिंह केसीले। अर्जुन नरसिंह केसीले चाहिँ गगन बनाएको हो, गगनले अर्जुन नरसिंह केसी बनाएको होइन। पहिला त्यो बुझ्नुहोस्। यो नबुझिकन त्यो होइन आजभोलिका केटाकेटीको जेन्जी भाइ बहिनीहरूले गगन थापाको अर्जुन नरसिंह त्यो ससुरलाई हाल्दियो भनेर बिहे गरे पछाडि नेपाली कांग्रेसमा प्रवेश गराएर शेरबहादुरले आरजुलाई धनगढीको टिकट दिएको होइन क्या। शेरबहादुरको बरु के छ? पढे पण्डितले घुँडा धसी धसी बनिन् पण्डितनी घरमै बसी बसी।